नमस्ते सबैजनालाई। सो आज हामीले एउटा टपिकमा कुरा गर्नेछौँ। राम्रो टपिक छ यो। टपिक चाहिँ नि मैले एउटा किताबबाट लिएको हो, जुन किताबको नाम छ लिडर्स एट लास्ट भन्ने। अनि यो किताब चाहिँ नि साइमन जेले लेख्नुभएको हो, जसमा लिडर्सको बारेमा एकदमै राम्रोसँग उहाँले व्याख्या गर्नुभएको छ। हामी लिडर्स भन्ने बित्तिकै के भनेर बुझ्छौँ भन्ने पहिलो मेरो क्वेसन तपाईँप्रति छ, अनि कमेन्टमा पनि लेखिदिनु होला। एन्ड वाट यु एक्सपेक्टिङ फ्रम लिडर्स त्यो पनि एउटा कमेन्टमा लेखिदिनु होला है। सो ब्याक टु दि टपिक। यस बुकमा एन्सियन्ट टाइममा लिडर्सहरू कसरी बनेको भनेर राम्रोसँग एक्सप्लेन गर्नुभएको छ उहाँले, जसमा उहाँले के भन्नुभएको छ भने पहिला हामी मनुष्यहरू होइन जङ्गलमा बस्थ्यौँ होइन, सर्भाइभ गर्न गाह्रो हुन्थ्यो, जङ्गली जानवरबाट ज्यान बचाउनु पर्ने होइन, खानु अनि बस्नु होइन, एकदम टफ थियो नि त त्यो बेला। अनि सर्भाइभल गर्नु चाहिँ नि एउटा च्यालेन्ज थियो कि। अनि त्यो बेला चाहिँ नि उहाँहरूले के भएछ भने त्यो बेलाको लिडर कसरी भएछ भने जुन मनुष्यहरूले उहाँहरूलाई सेफ्टी दिन्छ होइन, ज्यान बचाउँछ, खाना ल्याएर दिनुहुन्छ, जुन भनौँ न उहाँले यो बुकमा चाहिँ नि सर्कल अफ सेफ्टी भनेर मेन्सन गर्नुभएको छ कि। सो त्यो मनुष्यहरूलाई चाहिँ नि भनौँ न ग्रुपमा लिडर भनेर बनाउनु भयो अरे है। सो जसको मतलब यो थियो कि विच मिन्स यु किप अस सेफ विल फलो यु भन्ने चाहिँ नि धारणा सुरु भयो अरे कि है। सो ओभर द टाइम त्यो जुन हामीले लिडरको बारेमा हामीले कुरा गरिरहेको थियौँ, लिडरसिपको बारेमा कुरा गरिरहेको थियौँ, त्यो द्याट हेज बिन चेन्ज टु दि सिभिलाइजेसन, पोलिटिकल पार्टीहरूमा होइन, राजामा होइन। सो अहिले नाउ आई वान्टेड टु कनेक्ट द्याट क्वालिटी द्याट वी एक्चुअली क्यान सी एन्ड लेकिङ फ्रम आवर पोलिटिकल पार्टिज, हाम्रो लिडर्सहरूबाट जुन अहिले कारण हेऱ्यो भने दे आर मोर इन्ट्रेस्टेड इन देयर ओन थिङ्स होइन, जनतालाई भन्दा पनि उहाँहरूले आफ्नो खुसी पहिलो हेर्ने होइन। अनि सायद हामीले राइट लिडर नपाएर होला होइन, हाम्रो नेपालको गभर्मेन्ट अनस्टेबल देखिन्छ, त्यो देखा पनि परिरहेको छ। सो आइएम स्योर छिटै राइट लिडर्स विल कम एन्ड नेपालको भाग्य बदल्नेछ। So now I wanted to link that leaders to the corporate culture मा पनि अब जसमा if you see current leader they are more focused to the dashboard, MIS report भनौँ न, like they more focused to the revenue होइन, they are less focused to the people होइन। So if you see leadership चाहिँ नि it's begin with the physical survival, अनि अहिलेको उसमा हेऱ्यो भने it's about the emotional survival हो नि त corporate उसमा। तर त्यो maybe somewhere lacking, we not able to connect with the people होइन। people भन्दा पनि we talk about the dashboard, we talk about the revenue धेरै कि होइन। सो सायद आजभोलिको लिडरको पनि रोल च्यालेन्जिङ भएर पनि होला। सो ओभर द टाइम लिडर्सको वाक्य निकै चेन्ज भएको छ, अनि इट्स अ भेरी च्यालेन्जिङ मुभमेन्ट। अनि बट द थिङ इज द्याट leader was never about the power, it's about the care we do and त्यही भएर होला यो बुकमा पनि उहाँले एउटा युएस म्यारिन कर्प्सहरूको धेरै राम्रो इक्जाम्पलहरू दिनुभएको छ, जसमा चाहिँ नि जो युएस म्यारिनहरूले पहिला होइन आफ्नो टिमलाई
भनौँ न अफसरहरूले पहिला आफ्नो टिमलाई खुवाएर मात्रै आफूहरूले खाने गर्छ अरे कि। सो यसको इट्स मिन्स द्याट दे रियली केयर अबाउट द पिपल होइन वान एन्ड अर्को कुरा चाहिँ नि इट मिन्स द्याट दे किप द पुट द पिपल फर्स्ट रे कि